एबिर भन एबिर स्वस्तिका कार्कीको ब्यागमा राखेको सुनको सिक्री कसले निकाल्यो को मान्छे देखाइदिनुस् त एबिर कहाँ देखाउँछ भन्दै जाऊ उहाँले नि सरी तिमी हातमा देख है तपाईँ कतै ब्याग लिएर कतै जानुभएको थियो मान्छेहरू देखाइरहेछ भन के रहेछ भन्दै जानु तिमीले नि हेर न पहिले केटा मान्छेहरू पनि देखिरहेछ केटी मान्छे पनि देखिरहेछ हजुर एकजना बुढो मान्छे हुनुहुन्छ एकजना भाइ छ भाइ थियो अनि उसले भन्छ अलि भन्नु है एकजना केटी मान्छे छ दुईजना जति केटा मान्छे छ अनि एउटा सानो बच्चा देखाइरहेछ छोरी बच्चा होला आई गेस यो घरमै हो कि बाहिर हो यो घरमा खाट छ खाटको अपोजिट साइडमा दराज छ मामा घरको बुबाको खाट तर ब्याग त यता वरपट्टि यो मान्छेहरूले जुन ठाउँमा छ नि त्यो ठाउँको देखाइरह हो ध्यान दियो है ब्याग चाहिँ एउटा ऱ्याक जस्तो माथि छ खाटै भनौँ खाटकै माथि छ अनि उतापट्टि साइडमा चाहिँ ठ्याक्क यो खाटकै तलपट्टि साइडमा चाहिँ ढोका पर्छ अन्त अलिक उतापट्टि साइडमा चाहिँ हो हजुर केटी मान्छे हुनुहुन्छ जसको चाहिँ फेस हल्का लाम्चो छ अनि त्यसपछि उहाँले कस्तो टी सर्ट टाइपको लुगा लगाइरहनु भएको छ कुर्ती टी सर्ट टाइपको हजुर अनि तल चाहिँ ट्राउजर जस्तो सुरुवाल हुन्छ नि पातलो एउटै सेट हजुर हजुर त्यस्तो कट सेट जस्तो लगाउनु हो अनि कपाल चाहिँ यसरी मैले यसरी नै काटेर लगाउँछु तपाईले ध्यान दिनु चाहिँ आछ तपाईले अनि एकजना चाहिँ अराउन्ड मेरो एजको जस्तो केटा मान्छे हुनुहुन्छ हजुरबा हुन्छ नि त अनि भाइ थियो एउटा हो 8-9 वर्षको भाइ छ एउटा हाइट चाहिँ मेरो जस्तो छ कि के हो रोमान्सको अलि हजुरबा अलिक सानो छ एकजना चाहिँ मेरो जतिकै हाइट मभन्दा हल्का कम होला तर हेर्दाखेरि चाहिँ मेरो जस्तो एजको देखिन्छ त्यो भाइ यो जुन ठाउँमा तपाईँहरूले ब्याग राख्नुभएको छ त्यो रुम देखाइरहेको छ अहिले यो रुमको स्ट्रक्चर कस्तो छ खाट छ खाटकै साइडमा झ्याल छ खाटको ठ्याक्क अगाडिपट्टि ढोका पर्छ अहिलेको रुम हो त्यो त खाट कहाँ थियो त अहिलेको रुम सानीमाहरूको पनि त्यस्तै छ त्यो खाटको तलपट्टि त्यो ओछ्यान जस्तो पनि छ हो यतापट्टि साइडमा चाहिँ डस्ना हालेर ओछ्याएको जस्तो हो हजुर रुम त्यही हो कसले निकाल्छ है ब्ल्याक कलरको साइड ब्यागमा थियो हो होइन उयो ब्राउन कलर उयो त्यो केटी मान्छेले खताल्नु नि भएको छ जुन मैले अघि फर्स्टमा कट सेट लगाएको केटी भने नि हजुर उहाँले ओके उहाँले ब्याग खतालिरहनु भएको छ यहाँनिर हो त्यो मैले देखिरहेको छु ब्राउनको ब्यागै छ होइन मान्छे पनि हरियो त्यहाँ देखिरहेको छ झिका चाहिँ निकाल्नु भएको छ उहाँले सुनै
अनि कट सेटको हाम्रो यस्तो गोजी हुन्छ नि हजुर हजुर त्यस्तो गोजीमा राख्नु भएको छ अनि त्यो अहिले कहाँ राख्नु भएको अहिलेको त्यो छोरी त्यो चोरेको समयको मात्र देखाउँछ यो मान्छे चाहिँ को पऱ्यो यो मान्छे मैले जोन गेस गरेको त्यही पर्यो चिन्नु भएन ठ्याक्कै